अब हामी चढ्ने केबल कार आयो। यहाँबाट चाहिँ प्रवेश गरेर पकोरी बजार जाने हो केबल कारमा। सोलो हो एक्लै एक्लै हो गाइस, म एक्लै हो। मजा आयो एक्लै केबल कारमा होइन, सही मजा आउने भयो एक्लै। आमा यहाँबाट जाने हो र अब केबल कारमा एक्लै छु है म चाहिँ, कोही छैन, खाली छ यहाँ। वाउ एक्लै यस्तो नि हुन्छ, एक्लै सरर जान पाइया। म चाहिँ ऱ्याकेट सहित बोकेर आएको हो कालिङ चोक चाहिँ होइन, दर्शन गर्नलाई भगवती माईलाई। चट्ट दर्शन गरेर हिँड्ने यहाँबाट होइन भगवती माईलाई। ल कालिङ चोकी भगवती माई हजुरबाठामा आयो। मजा आउँदो रहेछ नि त गाइज एक्लै हिँड्न त। यो चाहिँ कुरी बजार है, म पुग्ने त्यहाँ केबल कार घर चाहिँ यहाँ हो। वा मजा आइरहेको छ एक्लै गीत गाउँदै होइन, अब नाच्दै पनि जानुपर्ने सानो केटाहरूकै जता जता। अघि मैले त्यही सोचिरहेको थिएँ, एक्लै आउनु पाएँ भने त्यो सोचिरहेको थिएँ। एक्लै अहिले ठ्याक्कै जुराइदिनु भयो भगवती माईले होइन। सोलोमा होस्, सोलोमा पुरै केबल कार चाहिँ होइन, पुरै सोलोमा छ है म चाहिँ। कति मिनट टाइम लाग्दैछ, केबल कार पनि आइरहेछ है उताबाट। सोलोमा म एक्लै थिएँ, यसमा मान्छे होइन, ठ्याक्क मान्छे घुमेर जान्छ तर उता यस्तो अन्त ताला आउनलाई। खोइ मान्छे यो केबल कार चढ्न डराउँछ मलाई त, केही डर छैन। यत्रो हाइटमा यो यस्तो दामी बनाइदिएको छ, यस्तै हेलिकप्टरमा उड्या जस्तो भएछ गाइज। माथिको फिल होइन, जता गयो नि अन्त चाहिँ यता आयो नि भयो। जता आयो नि हुने भयो है। मलाई चाहिँ यता कालिङ चोकको चाहिँ माथि छ भगवती माईको मन्दिर, दर्शन गरेर फर्केँ म।